नमस्कार। आज म मेरो लागि होइन, यो देशका हरेक किसानको आवाज लिएर बोल्दैछु। आज विश्वमा युद्ध चलिरहेको छ। त्यसको असर सिधै हाम्रो गाउँ, हाम्रो खेतसम्म आइपुगेको छ। खाने तेलको मूल्य आकाश छोयो। डिजल, पेट्रोल दिनदिनै महँगो हुँदैछ। बिउ बिजन, मल खाद, औषधि सबैको भाव बढ्यो। तर एउटा कुरा सोध्न मन लाग्छ, जब किसानले उत्पादन गर्ने धान, गहुँ, तरकारी बजारमा पुग्छ, किन त्यसको मूल्य भने उस्तै रहन्छ? किन किसानको पसिनाको मूल्य सधैँ सस्तो हुन्छ? जस्तै आज किसान दिन रात मेहनत गरेर काँक्रो उत्पादन गर्छ, तर बाध्य भएर त्यो काँक्रो 10 रुपियाँ प्रति किलोमा व्यापारीलाई बेच्नुपर्छ। र त्यही काँक्रो, त्यही पसिनाको फल र त्यही मेहनतको परिणाम व्यापारीले बजारमा 20 रुपियाँ प्रति किलोमा बेचिरहेको हुन्छ। यो फरक किन? यो अन्याय किन? किसान बिहानदेखि बेलुकासम्म घाममा जल्छ, माटोमा पसिना बगाउँछ, तर उसको मेहनतको मूल्य अरूले निर्धारण गर्छ। उत्पादन खर्च बढ्यो, तर आम्दानी किन बढेन? यो कस्तो व्यवस्था हो जहाँ उपभोक्ताले महँगो किन्छ तर किसानले सस्तोमा बेच्न बाध्य हुन्छ? आज किसान घाटामा छ, उसको मेहनत घाटामा छ, उसको सपना घाटामा छ। यदि यही अवस्था रहिरह्यो भने भोलि खेत बाँझो हुन्छ र हामीले खाने अन्न कहाँबाट आउँछ? सरकारलाई मेरो एउटा प्रश्न छ, किसानको पसिनाको मूल्य कहिले निर्धारण हुन्छ? किसानलाई न्याय कहिले मिल्छ? र किसान दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आग्रह, अब चुप लागेर बस्ने समय सकियो। आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्छ, किनकि देशको मेरुदण्ड किसान हो र मेरुदण्ड नै कमजोर भयो भने देश कसरी बलियो बन्छ?